यो मनोकामना मन्दिर परिसरमा एउटा यस्तो किसिमको वनस्पति फेला परेको छ। यो मैले जिन्दगीमा फर्स्ट टाइम नै देख्दैछु। यो चाहिँ हेर्दाखेरि तपाईँले गेस पक्कै पनि गर्न सक्नु भएको छ होला। यो चाहिँ काँचो सिन्दुरको रूपमा चाहिँ परिचित रहेछ। यसको बोट पनि तपाईँलाई म देखाउने नै छु। र फल चाहिँ यस्तो हुँदो रहेछ, काँचो सिन्दुरको। र यसलाई अहिले पाकिसकेको त छैन, तर पूजाआजाको लागि चाहिँ एकदमै विशेष मानिने यो काँचो सिन्दुर यो यस्तो किसिमको हुँदो रहेछ। यसमा चाहिँ प्रत्यक्ष रूपमा तपाईँले देख्न सक्नुहुनेछ यो सिन्दुरको रङ। यो फुटाउँदाखेरि चाहिँ यस्तो किसिमको सानसानो दाना देखिँदो रहेछ। र यो सानसानो दानाहरू चाहिँ अहिले पाकेको त छैन, काँचै छ, तर तथापि यसलाई चाहिँ मिच्दाखेरि यो तपाईँले देखिसक्नु भएको छ। यो जति मिचिन्छ यो चाहिँ एकदमै सिन्दुरको कलर चाहिँ यसमा मजाले देख्न सकिन्छ। यो मैले चाहिँ फर्स्ट टाइम काँचो सिन्दुरको बोट तपाईँहरूलाई देखाउँदैछु। यदि देख्नु भएको छैन भने तपाईँ कुनै समय आउँदाखेरि हेर्न सक्नुहुन्छ।